गाइस वेलकम टु आवर ब्लग। सबैलाई नमस्कार छ फेरि मेरो यो नयाँ ब्लगमा। थम्बनेल हेरेर थाहा पाउनुभयो होला आज के भयो होइन। आज चाहिँ म चाहिँ जस्ट मेरो रुममा आएको थिएँ होइन। अनि यो चाहिँ एउटा त्यो अनलाइनबाट मगाएको थियो कि त्यो दराज जस्तो होइन। त्यही भएर भन्दो रहेछ अनलाइनको भर नगर्नु त्यही हो। यो चाहिँ अस्ति चाहिँ त्यही बाङ्गो भएको थियो होइन। अनि मैले चाहिँ उल्टाएर सिधा बनाएको थिएँ त्यही पनि भएन। त्यही हो अब आज भ्लग यही हो। अब यसलाई पुरै निकालेरै छाड्छु। अनि मेरो रुमको हालत चाहिँ एकदम फोहोर भएछ नि हेर्नु न। पुरै हुन्छ नि पुरै लखालिँदो भएको छ। लखालिँदैन जस के भन्छ है। त्यही हो। अब आज चाहिँ मेरो भ्लग यही हुनेछ। रुम सफा गरेको त्यो हेरिदिनु होला त्यही भन्न चाहन्छु होइन। बत्ती पनि आइसक्यो। अघि चाहिँ के भयो भन्दा भिडियो बनाउनु स्टार्टै गर्दै थियो होइन। ठ्याक्कै बत्ती चाहिँ गयो। अनि जस्ताको त्यस्तै छ होइन। अब त्यही हो। अब चाहिँ स्टार्ट हुन्छ हेरिदिनु होला होइन। बत्ती जाने बित्तिकै म सुत्दै क्या। बत्ती गयो लगभग धेरै टाइम नै गयो होइन। धेरै टाइम जम्मा 5 मिनट हो कि 10 मिनटको लागि चाहिँ गएको थियो होइन। त्यही हो। म चाहिँ अब यतिको सुत्दिएको भनिसकेको थिएँ। त्यही पनि बत्ती आयो। अब रुम त सफा गर्नु पऱ्यो है। यतिकै सुत्नु नि कसरी यता लाइट ढ्याङ्ग ठोक्यो भने त होइन। त्यही हो। अब हेरिदिनु होला। सो अब चाहिँ यस्तै हो। सो मलाई यता आफ्नो अब अहिले त म मोबाइलबाट गरिरहेको छु। मोबाइलबाट गर्दैछु। उतापट्टि आमा कराउँछ है। त्यसलाई इग्नोर गरिदिनु। सायद सुनिरहेको पनि होला नसुनिरहेको पनि होला। अनि त्यो मैले अब मोबाइल पनि आफ्नो पोजिसनमा राखिदिइसकेँ है। अब चाहिँ सुरु गरौँ। त्यो फर्स्टमा चाहिँ हटाउँछु है। सो अहिले चाहिँ यो सबै चाहिँ मैले भाँचिसकेँ होइन। अब यो देखिरहनु भएको छ नि। यो सबै चाहिँ आमाको लुगा हो भने अरू यो चाहिँ यस्तो छ होइन। यस्तो छ नि। यहाँ खुट्टामा हल्का घाउ पनि भयो है। त्यही हो। हेरिदिनु होला कस्तो छ त्यही त नि। सो अहिले चाहिँ म बसेँ होइन एकछिन। अनि त्यही हो। यो चाहिँ एकदम होइन गाह्रो भइसक्यो भने मलाई कस्तो झर्दै जाँदैछ कि हर्नबिलै होइन। हेर्नु न यत्रो धेरै छ भनेको। अब यसलाई चाहिँ म एक साइड लाउँछु मतलब कि मतलब होइन
अब म चाहिँ यो 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 यिनीहरू सबलाई चाहिँ यतापट्टि काप्चामा लगाइराखिदिन्छु, अब फोहोर गाडी आउँछ फालिदिन्छु, त्यही हो। अब चाहिँ एकछिन चाहिँ अब यो मिलाइसक्छु अनि भेटौँला। अब सो अहिले चाहिँ मैले अब यो यिनीहरूलाई चाहिँ यस्तो तरिका यो त्यसको त्यो भइहाल्यो। यो 11 मैले बेचेछु छुट्टै होइन। यसको यो पनि पाइहाल्यो। यसलाई चाहिँ मैले यसरी बेरेँ अघि। यो चाहिँ चार्जरको तारले यस्तो छ, यस्तो भएछ। यसले चाहिँ यही साइडमा राख्नुपर्छ होइन, तर यो साइडमा चाहिँ वायर फोर भयो क्या, जो लगाउनु पर्छ क्या, त्यही हो। अब सिधै झाडु लगाएर सो मैले यो पनि मिलाइसकेँ। यसलाई चाहिँ यता राखिदिएको अनि यो चाहिँ बढालिसक्यो, फोहोरहरू चाहिँ उता छ अनि यो राति उता फाल्नु हुँदैन अहिले चाहिँ। सो यो खुल्नलाई लाग्यो होला मलाई 1 घन्टा जति। अब झन् यत्रो लुगा पठाउनु छ क्या, कति घन्टा लाग्यो। सो अब अर्को नआएसम्म होइन। अनि यो चाहिँ सब चाहिँ यही ओछ्यानमा हुनेछ नि। सो यो चाहिँ मेरो रुम पनि होइन, मैले मेरो रुम मात्र भनेको, यो चाहिँ खासमा मेरो लागि रुम हो। म चाहिँ अहिले यता बस्छु। सो खाटमा चाहिँ लुगा चाहिँ किन राखिदिन्छु भनेपछि अहिले त गर्मीको महिना छ नि, म चाहिँ खाटमा सुत्दिनँ कि किन गर्मी लाग्छ नि। भुइँमा ओछ्याएको छ कि, अनि म चाहिँ यहीँ भुइँमा सुत्छु। अनि त्यही हो, यो सब लुगा चाहिँ उता खाटमा राखिदिन्छु। अनि त्यही त हो नि, हेरिदिनु होला कस्तो हुन्छ। अहिले फेरि यता मेरो मुड चेन्ज भयो भने यो टेबल चाहिँ म यता पनि लेखिदिन सक्छु है, त्यही हो, हेरिदिनु होला। सो टक्क लगाएर अब चाहिँ मैले सबै सफा गरिसकेँ। अब हेर्नु है त, यो चाहिँ यहाँ अघि कस्तो थियो र अहिले कस्तो छ। यो भइहाल्यो, मेरो लुगा त्यति छोडिदिनु। अनि यो भइहाल्यो, यो लुगा पनि यता सब बढालेर यस्तो गर्मी भयो नि। यहाँ अघिसम्म कस्तो थियो, यहाँ भुइँमा अघिसम्म कति लुगा थियो लगभग। मलाई चाहिँ 3-4 घन्टा लाग्यो होला समथिङ होइन, यो सफा गर्नलाई। त्यही हो। अब चाहिँ निद्रा लागिरहेछ, राति भएको छ नि 12-1 बजिरहेछ, चाँडै उठ्नुपर्छ। त्यही हो, यत्रो पुरा सफा हाली हो। सो तपाईँहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो होला, मन पऱ्यो भने लाइक कमेन्ट सेयर चाहिँ नगर्नु बिर्सिनु होला। अनि यसैको साथमा बाई बाई।